यो कथा नेपालको एउटा सानो गाउँको हो। नेपालको मध्य पहाडी क्षेत्रमा एउटा सानो गाउँ थियो जसको नाम थियो शीतलपाटी। गाउँमा करिब 30 वटा जति घर थियो। मानिसहरू खेतीपाती र पशुपालन गरेर बस्दथे। त्यही गाउँको कुनामा एउटा पुरानो शिव मन्दिर थियो। त्यो मन्दिर धेरै वर्षदेखि बन्द थियो, तर मन्दिरमा अझै पनि एउटा ठूलो पित्तलको घण्टी झुन्डिएको थियो। गाउँको मान्छेहरू त्यो घण्टीसँग डराउँदथे, किनभने विगतका वर्षहरूमा जब जब त्यो घण्टी आफै बजेको थियो, कोही न कोही गाउँलेको मृत्यु भएको थियो। अर्जुन 15 वर्षपछि आफ्नो गाउँ फर्कदै थियो। पढाइ र कामको सिलसिलाले ऊ सहर होमिएको थियो, तर आज ऊ आफ्नै जन्मस्थल आफ्नो गाउँ फर्कदै थियो। ऊ एक पढे लेखेको भएको हुनाले विज्ञानमा विश्वास गर्दथ्यो। उसको लागि भूत, प्रेत र पिशाच केवल एउटा डर देखाउने कथा मात्र थिए। अर्जुन, तिमी आयो छोरा? हजुर आमा, चिन्नु भयो मलाई? चिने नि, कसरी बिर्सनु बाबुलाई? सन्चै हुनुहुन्छ आमा? सन्चै छु बाबु। धेरै पछि आयो तिमी। हजुर आमा। तिमीलाई एउटा कुरा यहाँको थाहा छ कि छैन? के कुरा आमा? यहाँ राति भएपछि कहिलेकाहीँ मन्दिरमा घण्टी बज्ने गर्दछ। घण्टी बजेको सुन्यौ भने बिर्सेर पनि कहिले बाहिर ननिस्कनु। मलाई यस्तो कुराहरूमा विश्वास लाग्दैन आमा। ल म गए। घण्टी बजेको सुन्यौ भने बिर्सेर पनि कहिले बाहिर ननिस्कनु। मन्दिरको घण्टीको आवाजले अर्जुनलाई बिउजायो। यतिको आधा रातमा कसले घण्टी बजाएछ भनी ऊ एकछिन सोचमा पर्यो। फेरि उसलाई आमाले भनेको कुरा पनि याद आयो। उसलाई यो बारेमा जान्न बुझ्न एकदमै रहर लाग्यो। यही कौतूहलता बोकी ऊ बाहिर निस्क्यो। हिँड्दा हिँड्दै अर्जुन जङ्गलभित्र आइपुग्छ। ऊ बिस्तारै चारैतिर नजर लगाउँदै अघि बढ्छ। एक्कासी अर्जुन रोकिन्छ। उसले देख्छ एउटी रातो सारी लगाएकी केटी ऊ भन्दा अगाडि अगाडि गइरहेको हुन्छ। को हो तिमी र यतिका राति यहाँ के गर्दै बसेकी? यो देखेर अर्जुन पन्नक्क फर्केर पुग्छ। भोलि बिहान हुन्छ। बिहानैको किरण सँगसँगै एउटा नराम्रो दुर्घटना निम्तिन्छ। गोठमा रहेको सबै बाख्राहरू एकाएक मरेको अवस्थामा फेला पर्छ। यो देखेर गाउँलेहरू एकदमै दुखित हुन्छन्। बेलुका सबै गाउँलेहरू
गाउँकै सबैभन्दा जेठी आमा दिलमायाकोमा भेला हुन्छन्। आमा दिलमायाले उनीहरूलाई एउटा कथा सुनाउँछिन्। धेरै वर्ष अघि यसै गाउँमा एकजना युवती थिइन् जसको नाम थियो लक्ष्मी। लक्ष्मी एउटी विधवा महिला थिइन्। आफन्तजनको नाममा भने उनको कोही पनि थिएन। त्यही वर्ष गाउँमा ठूलो आपत्ति आइपर्छ। गाउँका सबै खेतीपाती नाली बेलीहरू सखाप हुन पुग्छ। गाउँका बच्चाहरू पनि एक एक गर्दै बिरामी हुन थाल्छन्। यो देखेर गाउँलेहरू त्रसित बन्छन्। उनीहरूले यसको सबै दोष लक्ष्मीमाथि थोपार्न थाल्छन्। उनलाई बोक्सीको आरोप लगाउँछन् र कुटपिटमा उत्रिन्छन्। त्यति मात्र नभएर उनीहरूले लक्ष्मीलाई शिव मन्दिर अगाडि बाँधेर जिउँदै आगो लगाइदिन्छन्। पापीहरू, एक दिन यो घण्टी तिमीहरू सबको लागि बज्नेछ। त्यो बेलादेखि राति राति जब घण्टी बज्छ, गाउँमा केही न केही अनिष्ट घटना घटेकै हुन्छ। त्यसै बेला घण्टी बज्छ। यो गाउँमा केही अनिष्ट घटना घटेको सङ्केत थियो। एका बिहानै एक किशोरी बीच बाटोमा मृत अवस्थामा फेला पर्छ। यो दृश्य गाउँलेहरूलाई असहाय हुन्छ। उनीहरू सबैजना मिलेर मन्दिरमा रहेको घण्टी तोड्ने निर्णय गर्छन्। सबैजना मसाल हातमा लिएर मन्दिरतर्फ अघि बढ्छन्। यो मन्दिरको घण्टीलाई तोड। एक्कासी त्यहाँ कालो छायाहरू प्रकट हुन्छ। यो देखेर गाउँलेहरू छक्क पर्छ। त्यो कालो छाया अरू कसैको नभई लक्ष्मी र अरू मरेका गाउँलेहरूको थियो। आखिरमा तिमीहरू सबै आयो। याद छ तिमीहरूले मलाई यही मारेका थियौ? याद छ तिमीहरूले गरेको त्यो पाप? अब मर्ने पालो तिमीहरू सबको। अर्जुन, तिमी आयो। तिमी पहिलो व्यक्ति हो जसले मलाई देखेर भागे पनि तिम्रो मृत्यु भएन। अब तिमी मेरो पुरै बसमा छौ। आजबाट तिमी मेरो गुलाम भयो। आज शीतलपाटी सुनसान छ। यहाँ मानिसको नामो निशान छैन। तर पनि यो गाउँमा कहिलेकाहीँ घण्टी बज्छ। घण्टी बज्दा एउटा कालो छाया देखिन्छ र त्यो कालो छाया लक्ष्मीको होइन, अर्जुनको हुन्छ। साथीहरू, आशा छ यहाँहरूले यो भिडियो मन पराइदिनु भयो होला।
यदि तपाईहरूलाई हाम्रो भिडियो मन परेमा र आउने दिनहरूमा पनि यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।